गाइज वेलकम ब्याक टु माई च्यानल। फेरि पनि म आइसकेको छु एउटा नयाँ भिडियो लिएर। फेरि पनि म एकचोटि चाहिँ आइसकेको छु। अहिले चाहिँ म बाही जारमा छु मेरो साथीको घरमा। देख्न सक्नुहुन्छ यो साथीको रुम। टक्क म चाहिँ यहाँ बसिरहेको छु। मेरो विशाल साथीको घरमा आएको छु म चाहिँ आज। र अहिले हल्का मौसम जाडै छ। अहिले चाहिँ 10-11 बजे होला सायद। अनि केटाहरू चाहिँ टक्क यहाँ आगो तापेर बसिरहेछ। अनि आज चाहिँ भव्य चोर्नी प्लान भएको छ होइन। भव्य चोर्नी अहिले म भव्य पनि देखाउँछु तपाईँहरूलाई कहाँ छ। त्यहाँनिर चाहिँ भव्य आज चोर्नी प्लानमा छ। त्यहाँ के कस्तो हुन्छ म हजुरहरूले देखिन्छु। सबै कुरो चाहिँ फुल भिडियो हेर्नु होला। र यसरी नै सधैँ माया गरिराख्नु होला। हजुरहरूले माया गरिराख्नु भएको पनि छ, माया पनि गर्नुहुन्छ अनि मलाई आशा छ। त्यस कारणले चाहिँ सबैले भिडियो चाहिँ हेरेर चाहिँ इन्जोय गर्नु होला। केटाहरू चाहिँ त्यहाँ बाहिर आगो तापिरहेको छ अनि एकछिनमा भव्य चोर्नी जान्छ। त्यो सबैको देखाउनु चाहिँ तपाईँहरूले माया गरिदिनु होला। त्यही नै देख्न सक्नुहुन्छ यहाँ चाहिँ केटाहरू टक्क भव्य चोर्नी प्लान गरेर चाहिँ आगो तापेर बसिरहेको है। मौसम हल्का घाम पनि लागेको छैन कि अनि अँध्यारै छ हल्का। यस्तो पुरै बादल लाग्छ अनि आगो तापेर बसिरहेको छ यहाँ चाहिँ। अनि टक्क चाहिँ भव्य चोर्नी प्लान भएको छ कि मेन चोर्नी यसले चाहिँ बनाएको है। प्लान बनाउनु चाहिँ यो हो। अनि हाम्रो ठाकुर साहबले हो होइन टक्क। अनि भव्य चाहिँ देख्न सक्नुहुन्छ ऊ यहाँनिर छ। भव्य चाहिँ मैले जुम गरेर देखिरहेको छु। अलिअलि देखेको होला, क्लियर चाहिँ देखिएको छैन होइन। हो भव्य चाहिँ त्यहाँनिर छ। अब टक्क हामी चाहिँ गएर चाहिँ त्यहाँ भव्य लिएर आउँछौँ र अनि खानुपर्छ। एकदम ट्राभलिङ विषयले मेन विषयले होइन नगराइकन केटा आयो। अब बिस्तारै जानेछौँ, के कस्तो हुन्छ सबै देखाउने छौँ। अब अहिले यहाँ उस्तै परे के हुन्छ कस्तो हुन्छ थाहा पनि छैन। नजिकै छ कि फेरि अब आगो बालेको यहाँ। अनि जाने चाहिँ भव्य लिनलाई चाहिँ जाने त्यहाँ। त्यही भएर हामी केटाहरू चाहिँ अहिले गइरहेछौँ है। केही न थाहा हुँदैन। साइलेन्ट मुडमा नबोला है नानी नबोला। भव्यको बोर्ड चाहिँ उतै छ है। भव्य बोर्ड चाहिँ यहीँ छ। केटाहरू अब जोसमा आइरहँ। चाहिँ विशालले चाहिँ त्यहाँ चढिरहेछ है। विशालले चाहिँ त्यहाँ बोर्ड चढिरहेछ। घरबेटी अङ्कललाई थाहा छैन, आन्टीलाई थाहा छैन कि यो चाहिँ काम गर्ने अङ्कलहरू हो। त्यहाँ चाहिँ काम गरिरहेछ। रुपियाँ चाहिँ यहीँ छ। म पनि जाँदैछु। त्यो चाहिँ त्यहाँ चढेर है। त्यो त्यहाँ चढेर चाहिँ गरेर यो चाहिँ काम गर्ने अङ्कलहरू हो कि। अनि घरबेटी आन्टी चाहिँ ऊ त्यो घरबेटी आन्टी चाहिँ त्यो हेर राम्रो भिडियो चाहिँ देख्नु भएन। चोरी छ भव्य केटोले। त्यो आन्टीले केही थाहा पनि छैन कि। त्यो आन्टीले केही थाहा पनि छैन। अहिले भिडियो ट्याक्क बनाएर विशाल पट्टाले त बाटो यो त बाटो कहाँ कन्टेन्ट क्रिएट चाहिँ जस्तो खतरा हुन्छ। भव्य लिएर आइसक्यो है। जस भव्य लिएर चाहिँ आयो केटाहरूले। भव्य चाहिँ ल्याए खाना पाइनु भयो है। ए यसको त काँडै लागेछ यार हातमा यार। ए रगतै आएछ यार, रगतै आएछ कि। ल भव्य चाहिँ आइसक्यो। चोरेर ल्याएको ठाउँ चाहिँ फेरि त्यही हो, नजिकै हो। चोरेर ल्याएको ठाउँमा ए भव्य आइसक्यो। अब यहाँ टक्क बसेर केटाहरू खाने के खाने भव्य खाने। यसको चाहिँ हातमा अलिकति चोट लागेछ। थाहा छैन कि त्यो आन्टीले केही थाहा छैन। जस्ट गयो अनि गएर त्यही काम गरिरहेको थियो अङ्कलहरू ढलन गरेर रहेछ आँगन। अनि गएर बोटमा चढ्यो। बोटमा चढेर लिएर आउँदाखेरि काँडाले उ गरेछ, भाग्न खोजेको काँडाले लागेछ। त्यो आन्टीले के गर्छ थाहै छैन। जस्ट अब यहाँ चाहिँ आइयो। यहाँ चाहिँ अब भव्य खाने हो केटाहरू भएर। त्यही नै हो हुन चाहन्छु। साह्रो लाग्यो है। रगत आइरहेछ यार यस्तो यार। ठाकुर साहब चाहिँ त्यो आन्टीले हेरिरहेको थियो अनि म चाहिँ बसिरहेको थिएँ। त्यही नै हो गाइज। आजको लागि यति नै भन्न चाहन्छु। सबैले माया गरिदिनु होला। लाइक सेयर सब्सक्राइब सबैले गरिदिनु होला। र यसै गरी सधैँ माया गरिदिनुहुन्छ अनि मलाई आशा छ। र अब चाहिँ भव्य टिभी ल्याइसक्यो। अब यहाँ बसेर खाइन्छ। र यसको हातमा पनि हल्का चोट लागेछ। अब यसले चाहिँ भव्यलाई काट्छ होला अनि खाइन्छ। आजको लागि यति नै भन्न चाहन्छु। हस् त बाई।